हेलो फ्रेंड्स, वेलकम टू माय यूट्यूब चैनल। आज चाहिँ म हजुरहरुलाई यूट्यूबमा राख्ने जुन ब्रान्ड लोगो हुन्छ त्यो चाहिँ कसरी तयार गर्ने भन्ने सम्बन्धमा जानकारी दिन गइरहेको छु। त्यो पनि क्षणभरमै छिटो भन्दा छिटो। लेट्स स्टार्ट आवर भिडियो। सर्वप्रथम हामीले आफ्नो मोबाइलको गुगल प्ले स्टोरमा जानुपर्ने हुन्छ। गुगल प्ले स्टोरमा गइसकेपछि सर्चमा गएर पिन्ट्रेस्ट टाइप गर्नुहोस्। पिन्ट्रेस्ट टाइप गरिसकेपछि मेरोमा यो पहिल्यैदेखि अलरेडी इन्स्टल छ। अब हजुरहरूले पनि इन्स्टल गरेर यो ओपन गर्नु होला। ओपन गरिसकेपछि यसलाई गुगल वा फेसबुकबाट लगइन गर्नु भनेर भन्छ। हजुरले आफ्नो इच्छा अनुसार गुगल वा फेसबुकबाट लगइन गर्नुहोस्। त्यसपछि यहाँ सर्च बारमा जानुहोस्। सर्च बारमा गइसकेपछि हजुरलाई आफ्नो लोगो कुन प्रकारको चाहिएको छ, के नामको चाहिएको छ वा कस्तो चाहिएको छ त्यही अनुसार जस्तो जीके एलके टाइप गरेर यसरी गर्नुहोस्। अनि यहाँ यति धेरै उहरू खोल्छ, लोगोको साइनहरू भएको फोटोहरू भेटिन्छ। त्यसपछि आफूलाई मनपर्ने जस्तो कि एउटा लिनुहोस्। यसलाई यहाँ अप्सनको 3 डटको अप्सनको उसमा गएर डाउनलोड इमेजमा गएर डाउनलोड गर्नुहोस्। यो इमेज अलरेडी डाउनलोड हुन्छ। अब यो हजुरहरूले आफ्नो ब्रान्डको रूपमा लोगोको रूपमा जुनसुकै उसमा युट्युबमा राख्न पनि सक्नुहुनेछ वा जुनसुकै उसमा पनि प्रयोग गर्न सक्नुहुनेछ। यो 2 मिनेटमा हुने काम हो, जसले चाहिँ अरू एपहरूद्वारा घन्टौँ लाग्ने काम यो 1-2 मिनेटमै हजुरहरूले पुरा गर्न सक्नुहुनेछ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? जुन पिक्चर ल्याबबाट घन्टौँ लगाएर बनाउनु पर्ने लोगो र उहरूलाई हामीले 1 मिनेटमा वा क्षणभरमै बनाउनलाई पिन्ट्रेस्ट एपले धेरै नै सहयोग हेल्प गर्दछ। त्यसैले हजुरहरूलाई यो भिडियो एकदम राम्रो लागेको छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरेर सेयर वा कमेन्ट गरिदिनु होला, लाइक पनि गरिदिनु होला। धन्यवाद।